नेपालमा भ्रष्टाचार गर्नेहरूलाई जेलभन्दा बढी सिस्टमले बचाएको थियो केही वर्ष पहिलेसम्म। अब त्यो सिस्टममाथि पनि अन्तर्राष्ट्रिय आँखा परेको छ। अदालतले फैसला गरेको लामो समयसम्म कार्यान्वयनमा नआएपछि मान्छेहरू खुलेआम हिँडिरहेका थिए, किनकि उनीहरूको पहुँच सिधै राज्य चलाउने मान्छेहरूसँग थियो। उनीहरूले घर बनाए, जग्गा जोडे र नगद पनि जम्मा गरे। त्यसपछि राजनीतिक पहुँच बढाए, तर राज्य चुपचाप रह्यो। किनभने नेपालमा कानुन कमजोर थिएन, कानुन कमजोर बनाइएको थियो। आज अचानक सरकार किन तात्यो त? कारण नेपाल ग्रे लिस्टको दबावमा परेको छ। फाइनान्सियल एक्सन टास्क फोर्स र एसिया पेसिफिक ग्रुप अन मनी लान्डरिङले नेपाललाई सिधा चेतावनी दिएका छन्। भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनौ भने विश्वको आर्थिक प्रणालीमा विश्वास पनि पाउँदैनौ। त्यसपछि बल्ल सरकार अहिले बिउजेको छ। गत साता नेपालको स्थलगत अनुगमनमा आएको एसिया पेसिफिक ग्रुप एपिजीको टोलीले पनि नेपालको प्रगतिमा चित्त बुझाएन र थप निर्देशन दिएर गयो। अब पुराना भ्रष्टाचारका फाइलहरू खोलिँदैछन्। वर्षौंदेखि जफत हुन नसकेका सम्पत्तिहरू जफत हुँदैछन्। कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग भन्छ, यदि फैसला कार्यान्वयन भयो भन्दा 100 भन्दा बढी जनाको घर, जग्गा र नगद जफत हुन्छ। तर नेपाली जनता आज एउटा कुरा राम्रोसँग बुझिरहेका छन्, यो अचानक आएको इमान्दारिता भने होइन, यो अन्तर्राष्ट्रिय एउटा दबाब हो। किनकि यदि नेपाल ग्रे लिस्टमै रह्यो भने विदेशी बैंकहरूले नेपाललाई जोखिमयुक्त देश मान्न सक्छन् र विदेशी लगानी नेपालमा गर्छ। डलर कारोबार कडा हुन्छ। बैंकिङ कारोबार र वैदेशिक रोजगारसम्म यसले असर गर्छ। देशको अर्थतन्त्र थप थलिन्छ। अनि त्यसको मूल्य कसले चुकाउँछ त? सरकारले त यसै चुकाउने भयो, त्यसको सिधा असर हामी जस्ता जनतालाई पर्छन्। तर भ्रष्टाचार गर्नेहरू, उनीहरू त वर्षौंसम्म सिस्टमकै संरक्षणमा थिए। नेपालमा समस्या कानुनको कमी थिएन नि, समस्या कार्यान्वयनमा थियो, संस्कारमा थियो। फैसला हुन्छ तर लागू हुँदैन, फाइल खुल्छ तर केही समयपछि फेरि गायब हुन्छ। अनि जनता हरेक पटक एउटै भाषण सुन्छन्, अब भ्रष्टाचार सहन्नौ, गर्न पनि दिँदैनौ, मुख पनि हेर्दैनौ। तर यो पटक प्रश्न सरकारलाई छ, साँच्चै भ्रष्टाचारी समात्ने हो कि केवल ग्रे लिस्टबाट उम्किने नाटक मात्रै गरिएको हो? किनकि नेपाललाई बचाउने कुरा अब भाषणले होइन, एक्सनले मात्रै हुनेछ। सरकारले कसको सम्पत्ति जफत गर्दैछ त? कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व इन्जिनियर मेघु प्रसाद जैसवालको बारामा रहेको घर जग्गा जफत गर्दैछ। 2079 चैत 20मा सर्वोच्च अदालतले उनलाई 3 महिना कैद सजाएर 91,74,519 रुपियाँ 40 पैसा बराबरको सम्पत्ति जफत गर्न फैसला सुनाएको थियो। फैसलामा बारामा रहेको घर जग्गा जफत गर्नुपर्ने उल्लेख छ। अहिले उक्त फैसलाको कार्यान्वयनको लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन्। किता नम्बर 976 मा रहेको जग्गामा निर्मित घरको निर्माण लागत 88,60,000 मध्ये 49,36,000 र उनकी पत्नी निर्मला जैसवालको नाममा दर्ता रहेको किता नम्बर 982 मा निर्मित घरको लागत 1,10,22,377 मध्ये 42,37,632 गरी जम्मा 91,74,519 रुपियाँ बराबरको वैध स्रोत पुष्टि नभएको भन्दै सो बराबरको घर जग्गा जफत गर्न भनेको थियो। जैसवालले 91,74,000 बुझाएर जफत फैसला हुने घर जग्गा जोगाउने प्रयास पनि गरेका थिए, तर त्यो सफल हुन सकेन। अख्तियारले 2046-47 सालदेखि 2064-65 सम्मको उनको सम्पत्ति मूल्याङ्कन गरी 1,30,34,887 रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलिएको उल्लेख छ। उक्त सम्पत्ति बराबरको माग सहित 2071 जेठ 13 गते विशेष अदालतमा अख्तियारले मुद्दाबन्द दायर गरेको थियो। सोही मुद्दामा 2073 कार्तिक 25 गते जैसवाललाई 3 महिना कैद र 91,74,000 रुपियाँ बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै जफत हुने फैसला गरेको थियो। उनी 2046 देखि 2056 सालसम्म जिल्ला विकास समिति 12 मा अस्थायी
सब इन्जिनियर रहेकोमा त्यसपछि 2056मा स्थायी इन्जिनियर भएर काम गरेका थिए। सो अवधिमा उनको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको छानबिनमा देखिएको थियो। त्यस्तै अर्थ मन्त्रालयका पूर्व नासु निरञ्जन बाबु श्रेष्ठको घर जग्गा पनि जफत गर्न भनिएको छ। उनले भ्रष्टाचारबाटै सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सर्वोच्च अदालतले 2069 असार 29 गते उनको सम्पत्ति जफत गर्न फैसला गरेको थियो। फैसलामा कैलाली त्रिनगर स्थित प्रतिवादी अरुणा श्रेष्ठको नाउँको किता नम्बर 1079 को जग्गामा निर्मित पक्की घर र सो घरले चर्चेको जग्गामध्ये बिगो 14,15,000 को स्रोत खुल्न नसकेको उक्त किता नम्बर 1079 को 040 कट्ठा जग्गामध्ये घरले चर्चेको 010 कट्ठा जग्गा र सो जग्गामा रहेको पक्की घर समेत भ्रष्टाचार निवारण ऐन 2059 को दफा 20 को उपदफा 2 र दफा 74 बमोजिम जफत हुने ठहर गरेको थियो। 3 महिना कैद र 30,69,000 रुपैयाँ जरिवानाको फैसला सिंचाई आयोजनाका पूर्व प्रमुख विनय कुमार सिंहको पनि खातामा रहेको रकम जफत गर्न सर्वोच्चले 2076 असार 25 गते फैसला गरेको थियो। सो फैसला पनि विभागले झिकाइसकेको छ। अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका पूर्व सहसचिव सावित्री राज भण्डारी, पूर्व नासु उमेश रेग्मी लगायतको फैसला पनि कार्यान्वयनका लागि लगिएको छ। पछिल्लो चरणमा विभागले सर्वोच्च अदालतबाट सम्पत्ति शुद्धिकरणको कसुरमा दोषी ठहर भएका दाबाटासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनील अग्रवाल, शिव कुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल शर्मा, गुड्डो कुमार, रविश कुमार पाठक लगायतको फैसला अनुसारको सम्पत्ति जफत गर्न तयारी थालेको छ। विभागले नेपाल वायु सेवा निगमका पूर्व अध्यक्ष स्वर्गीय रामाज्ञा चतुर्वेदीको जग्गा हालै जफत गरेको छ। पर्साको रामगढवा र बहो अरवा भाडामा 1,700 वर्गमिटर जग्गा विभागले जफत गरिसकेको छ। उनको पेप्सी कला स्थित 2 र पनि 11 आना जग्गा भने गत वर्ष नै विभागले जफत गरिसकेको थियो। चतुर्वेदीले भ्रष्टाचारबाट सम्पत्ति आर्जन गरेको निष्कर्षसहित 2068 साल भदौ 21 गते सर्वोच्चले जफत गर्नलाई आदेश दिएको थियो। त्यस्तै भ्रष्टाचारमा संलग्न पूर्व कर्मचारी केदारजङ खड्काको मोहतरी स्थित बहादुरगञ्ज स्थित 2 कट्ठा 10 धुर जग्गा पनि विभागले आफ्नो नाममा ल्याइसकेको छ। खड्काको नाममा रहेको कोटेश्वर स्थित 2 र पनि 3 आना जग्गा गत वर्ष नै सरकारले जफत गरिसकेको छ। सर्वोच्चले 2074 जेठ 22 गते सम्पत्ति जफत गर्न फैसला गरेको थियो। पूर्व नासु केदारनाथ ढुङ्गानाकी श्रीमती सरस्वती ढुङ्गानाको नाममा चितवनको भरतपुर 6 स्थित 1 कट्ठा जग्गा र त्यसमा बनेको घर पनि विभागले आफ्नो नाममा ल्याइसकेको छ। ढुङ्गानाको परिवारको नाममा रहेको ललितपुरमा 1 रोपनी जग्गा गत वर्ष नै विभागले आफ्नो नाममा ल्याइसकेको छ। सर्वोच्चले 2074 जेठ 22 गते सो जग्गा जफत गर्न फैसला गरेको थियो। उपसचिव मुरारी बहादुर कार्कीको सिनामङ्गल स्थित 10 आना जग्गा र त्यसमा बनेको घर पनि जफतको निर्णय भएकोमा सर्वोच्चको अन्तरिम आदेशको कारण प्रक्रिया रोकिएको छ। कार्कीको सो सम्पत्ति बराबर मूल्याङ्कनको समयको दर रेट अनुसार पैसा दिएर सम्पत्ति जफत पाउन माग गर्दै रिट दायर गरेका थिए। त्यस विरुद्ध भ्याकेट निवेदन दर्ता गरेपछि अझै सुनवाई हुन नसकेको सर्वोच्चका अधिकारीहरू बताउँछन्। उनले सो घर जग्गा भाडामा लगाएर अझै पनि आम्दानी गरिरहेका छन्। पूर्व सचिव आमोदानन्द मिश्रको लाजिमपाट स्थित घर जग्गा पनि विभागले जफत गर्न सकेको छैन। 8 आना जग्गा र त्यसमा बनेको घर जफत हुनुपर्ने फैसला सर्वोच्चले 2077 फागुन 2 गते नै दिएको थियो। जग्गा जफत गर्न सर्वोच्चले अहिले रोकेको छ। सो घर पनि मिश्रको परिवारले भाडामा लगाएर आम्दानी गरिरहेका छन्। काङ्ग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको 1.5 रोपनी जग्गा फैसलाको 14 वर्षपछि गत वैशाखमा जफत भएको थियो।
फैसलाअनुसार पुरै सम्पत्ति भने जफत हुन सकेको छैन। सर्वोच्चले थप जग्गाबाट 20,92,000 रुपैयाँ बराबरको सम्पत्ति जफत गर्नुपर्ने भनेकोमा कसरी मूल्याङ्कन गर्ने भन्ने विवाद हुँदा अझै पनि जफत हुन सकेको छैन।